घमण्डीले पनि परमेश्वरको कामको चाहिँ विरोध गर्छ, अवरोध गर्छ। यदि पास्टर घमण्डी भयो भने सेवकाईमा अवरोध हुन्छ, यदि अगुवाहरू घमण्डी भयो भने सेवकाईमा अवरोध हुन्छ, यदि विश्वासीहरू घमण्डीमै जिराखे भने चाहिँ त्यसले मण्डलीमा असर पार्दछ है, त्यसले परिवारमा असर पार्दछ, त्यसले समाजमा असर पार्दछ। म चाहिँ जे पनि यहाँ छु भइरहेको छु त्यो घमण्डको कारणले भइरहेको छ। अनि यो घमण्डी चाहिँ पहिलो घमण्डी चाहिँ हामी शैतानलाई देख्न सक्छौँ है। शैतानमा घमण्ड आयो, उसले परमेश्वरलाई अवरोध गर्यो, परमेश्वरको विरोध गर्यो। अनि परमेश्वरले पनि घमण्डी शैतानको चाहिँ विरोध गर्नुभएको, उसलाई स्वर्गबाट तल फ्याँकिदिनु भएको हामीले देख्न सक्छौँ। पास्टरबाले मलाई 1 घन्टा मात्र प्रचार गर्नु सक्छौँ नि 1 घन्टा भोलि यात्रा गर्ने हो। हामी यात्रु चाहको छ, त्यसलाई यहाँबाट हामी सम्मान गर्नु। यही नै हाम्रो मेन खण्ड चाहिँ मुख्य खण्ड होइन। यहाँको चाहको छ तर उहाँले बढी अनुग्रह दिनुहुन्छ। यसकारण उहाँ भन्नुहुन्छ परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। यहाँ चाहिँ विशेष गरेर परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ। यो चाहिँ एउटा राम्रो शब्द हो। परमेश्वरले घमण्डीहरूलाई चाहिँ विरोध गर्नुहुन्छ। भनेपछि हामी सबै घमण्डी छौँ है। को चाहिँ हामी कुनै न कुनै स्वरूपमा हामी सबैजना घमण्डी छौँ। र परमेश्वरले चाहिँ घमण्डीलाई चाहिँ विरोध, किन परमेश्वरले घमण्डीलाई विरोध गर्नुहुन्छ? कारण घमण्डीले चाहिँ परमेश्वरको कार्य विरोध गर्छ। किन परमेश्वरले घमण्डीलाई पनि उहाँले विरोध गर्नु। या त मानिसको घमण्डले चाहिँ जहिले पनि परमेश्वरको कार्यलाई विरोध गर्दछ। आज संसारमा मानिसहरूले यीशु ख्रीष्टलाई चाहँदैनन्, कारण किन उनीहरूमा घमण्ड छ। उनीहरू आफू पापी भएको कुरालाई स्वीकार गर्दैनन्, कारण किन उनीहरूमा घमण्ड छ। होइन, हामीलाई यीशु ख्रीष्टको आवश्यकता छैन, यीशु ख्रीष्टले मुक्ति दिन आवश्यकता छैन, उनीहरू घमण्डी छ। घमण्डीले पनि परमेश्वरको कामको चाहिँ विरोध गर्छ, अवरोध गर्छ। यदि पास्टर घमण्डी भयो भने सेवकाईमा अवरोध हुन्छ, यदि अगुवाहरू घमण्डी भयो भने सेवकाईमा अवरोध हुन्छ, यदि विश्वासीहरू घमण्डीमै जिराखे भने चाहिँ त्यसले मण्डलीमा असर पार्दछ है, त्यसले परिवारमा असर पार्दछ, त्यसले समाजमा असर पार्दछ। म चाहिँ जे पनि यहाँ छु भइरहेको छु त्यो घमण्डको कारणले भइरहेको छ। अनि यो घमण्डी चाहिँ पहिलो घमण्डी चाहिँ हामी शैतानलाई देख्न सक्छौँ है। शैतानमा घमण्ड आयो, उसले परमेश्वरलाई अवरोध गर्यो, परमेश्वरको विरोध गर्यो। अनि परमेश्वरले पनि घमण्डी शैतानको चाहिँ विरोध गर्नुभएको, उसलाई स्वर्गबाट तल फ्याँकिदिनु भएको हामीले देख्न सक्छौँ। पहिलो कुरा चाहिँ घमण्डीले परमेश्वरको कार्यको विरोध गर्छ। सँगै त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ परमेश्वरले घमण्डीको विरोध गर्नुहुन्छ। कारण किन परमेश्वरले चाहिँ आफ्नो कार्य अगाडि बढाइदिइराख्न चाहनुहुन्छ। त्यो त्यसपछि मत्ती 4 अध्यायमा हामी देख्छौँ भने यो मत्ती 4 अध्यायमा चाखलाग्दो खण्ड हो, अत्यन्तै प्रख्यात खण्ड हो। यो त्यसबाट धेरै सन्देशहरू प्रचार गरेको छ। यीशुको परीक्षा भनेर हामीलाई भनिएको छ। अनि यीशु ख्रीष्ट चाहिँ बत्तिसमा लिए पश्चात चाहिँ उजाड स्थानमा 40 दिन शैतानद्वारा चाहिँ परीक्षित गरिनको निम्ति परमेश्वरको परीक्षा गर्न सकिन्छ, त्यो आफ्नो ठाउँमा प्रश्न छ। तर त्यो यहाँ चाहिँ यही शब्द लेखिएको छैन, प्रभु येशूको परीक्षा। अनि यीशु ख्रीष्टले बत्तिसमा लिनुहुन्छ, अनि त्यसपछि शैतानबाट परीक्षा गरिनलाई चाहिँ उहाँ उजाड स्थानमा लगिनुहुन्छ। त्यो चाहिँ 40 दिनसम्म। भनेपछि वास्तवमा यहाँ चाहिँ 3वटा चाहिँ परीक्षाको स्वरूपहरू दिएको छ। तर 40 दिन चाहिँ यदि हामी लुका 4 अध्यायलाई पढ्छौँ भने चाहिँ उहाँले 40 दिन चाहिँ त्यो परीक्षाको समयबाट जानुभएको हामी देख्न सक्छौँ। यहाँ चाहिँ त्यसै गरेर 3 परीक्षाको 3 अवधारणाहरू देखिएको छ। पहिला चाहिँ यीशु ख्रीष्ट भोकाउनु भएको छ। अनि उसले भन्छ तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने आज्ञा दिनुहोस् र यी ढुङ्गाहरू रोटी हुन्। यीशु ख्रीष्टले यी ढुङ्गाहरूलाई रोटी बनाउन सक्नुहुन्छ, अवश्य पनि सक्नुहुन्छ। तर परमेश्वरको इच्छा र योजनाभन्दा बाहिर गएर यीशु ख्रीष्टले कहिले पनि कार्य गर्नु। अनि उहाँले जवाब दिनुहुन्छ, यो लेखिएको छ मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनले चाहिँ बाँच्ने छ। भनेपछि यहाँ चाहिँ 3-4वटा वास्तविक छ। पहिलो चाहिँ परमेश्वर हुनुहुन्छ, यीशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ, यीशु ख्रीष्ट सृष्टिकर्ता हुनुहुन्छ। हामी त्रिएक परमेश्वरमा विश्वास गर्छौँ। पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर। त्यो अद्भुत त्रिएकताको एकता हामी देख्न सक्छौँ। तर त्रिएकताको एउटा व्यक्ति चाहिँ यीशु ख्रीष्ट चाहिँ मानवको धारण गरेर यस संसारमा आउनुभयो। अनि उहाँ चाहिँ एउटा परमेश्वर मानिस हुनुहुन्छ। उहाँ मानिस मात्र होइन, परमेश्वर पनि हुनुहुन्छ। परमेश्वर मात्र होइन, उहाँ मानिस पनि हुनुहुन्छ। परमेश्वर मानिस चाहिँ यहाँ चाहिँ हुनुहुन्छ। अनि
परमेश्वर हुनुहुन्छ। सबभन्दा पहिलो कुरा चाहिँ परमेश्वर हुनुहुन्छ। दोस्रो कुरा चाहिँ शैतान छ। अनि यहाँ छेउ शैतानलाई चाहिँ हामी चित्रमा देख्न सक्छौँ। यसको मतलब के हो? शैतान चाहिँ छ हो, हामी शैतानलाई देख्दैनौँ, हामी नाङ्गो आँखाले देख्दैनौँ, कारण उसका पतित स्वर्गदूत हो, एउटा आत्मिक प्राणी हो, तर उसलाई हामी आत्मिक हाम्रो नाङ्गो आँखाले हामी देख्न सक्दैनौँ। तर शैतान छ, शैतान छ। आज मानिसहरूलाई चाहिँ शैतानहरूले त्यो घमण्डी बनाउँछ। अनि उसले मानिसहरूलाई, ऊ आफै पनि घमण्डी भयो, परमेश्वरको विरोध गर्यो। अनि उसले संसारका मानिसहरूलाई पनि घमण्डी बनाउँछ, ताकि संसारका मानिसहरूले पनि परमेश्वरको विरोध गरून्, परमेश्वरको कार्यको विरोध गरून् भनेर। त्यही भएर घमण्डीले चाहिँ परमेश्वरको कार्यको अवरोध गर्छ, विरोध गर्छ। त्यही भएर परमेश्वरले घमण्डीलाई चाहिँ अवरोध गर्नुहुन्छ। अनि शैतान आफै घमण्डी भयो र उसले परमेश्वरको अवरोध गर्यो र अरू मानिसहरूको हृदयभित्र पनि उसले धर्मको घमण्ड ल्याइदिन्छ, उसले संस्कृतिको घमण्ड ल्याइदिन्छ, होइन अनेक प्रकारका घमण्ड, शिक्षाको घमण्ड ल्याइदिन्छ, थरको घमण्ड ल्याइदिन्छ। त्यसपछि अनेक प्रकारको घमण्डहरू चाहिँ हामीले संसारमा देख्न सक्छौँ। अनि त्यस्तो प्रकारको घमण्डलाई चाहिँ परमेश्वरले विरोध गर्नुहुन्छ। यहाँ छेउ चाहिँ शैतान छ र सँगै फेरि यहाँ छेउ वचन पनि होइन, यसो ख्रिस्टले यो लेखिएको छ भन्नुहुन्छ। हाम्रो साथमा चाहिँ परमेश्वरको वचन छ। कहिले पनि नबिर्सिनुहोस्, नील 66वटा पुस्तक चाहिँ परमेश्वरको वचन हो। भनेपछि त्यहाँ चाहिँ शैतान छ। शैतान शक्तिशाली छ, हामीभन्दा शक्तिशाली छ, विश्वासीभन्दा शक्तिशाली छ शैतान। यदि साधारण भाषामा भन्ने हो भने ऊ परमेश्वरभन्दा शक्तिशाली त छैन। परमेश्वर सर्वव्यापी हुनुहुन्छ, ऊ सर्वव्यापी छैन। परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, ऊ सर्वज्ञानी छैन। परमेश्वर सर्वशक्तिमान हुन्छ, ऊ सर्वशक्तिमान छैन। तर हामीभन्दा चाहिँ ऊ चाहिँ शक्तिशाली छ। तर वास्तवमा हामी पदीय रूपमा चाहिँ यीशु ख्रीष्टमा विश्वास गर्ने बित्तिकै स्वर्गदूत भन्दा पनि हामी माथि हुन्छौँ। तर यो संसारमा रहन्जेलसम्म चाहिँ हामी शरीरमा छौँ। त्यही भएर हामी उड्न सक्दैनौँ। हेर्नुहोस् त, हामी शरीरमा छ, हाम्रो ब्रेनको आवश्यकता पर्छ उड्नको लागि। हामी उड्न सक्दैनौँ। तर अनि शैतानमा चाहिँ एउटा आत्मिक प्राणी हो। हामी शरीरमा भएको कारणले हामी शैतानभन्दा पनि शक्तिशाली छौँ, तर हामी शरीरमा छौँ। त्यही भएर हामी हाम्रो शरीरले चाहिँ सीमित छ। तर शैतान चाहिँ फेरि हामीभन्दा चाहिँ अलिकति असीमित छ, ऊ अलिक शक्तिशाली छ। त्यही भएर त्योभन्दा पनि शक्तिशाली कुरा छ, शैतानभन्दा पनि शक्तिशाली कुरा हामीसँग छ, त्यो चाहिँ परमेश्वरको वचन। अनि यसो ख्रिस्टले पनि शैतानलाई हराउनको निम्ति, शैतानलाई चाहिँ तह लगाउनको निम्ति, शैतानलाई चाहिँ उसको हार प्रकट गरिदिनको निम्ति वचनलाई प्रयोग गर्नुभयो। उहाँले यो लेखिएको छ, यो लेखिएको छ, यो लेखिएको छ। आज हामीलाई चाहिँ अन्धकारको राज्य विरुद्ध चाहिँ लडाइँ गर्नको निम्ति चाहिँ हामीलाई परमेश्वरको वचन दिएको छ। त्यही परमेश्वरको वचन चाहिँ दुई धारे तरवार भनेर भन्नुहुन्छ। यो चाहिँ शैतानभन्दा पनि शक्तिशाली चाहिँ सम्पूर्ण कुराभन्दा शक्तिशाली चाहिँ परमेश्वरको वचन हामीसँग छ। अनि जब पनि हामी परमेश्वरको वचनको छत्र छायामा आफैलाई राख्छौँ भने शैतान भाग्छ, शैतानले हाल्छ। शैतान हामीदेखि पनि डराउँछ। शैतान चाहिँ त्यो विश्वासीदेखि डराउँछ जुन विश्वासीले आफैलाई वचनको छत्र छायामा राख्दछ, परमेश्वरको छत्र छायामा राख्दछ, सँगै फेरि वचनको छत्र छायामा राख्दछ। वचनको छत्र छायामा रहने विश्वासीदेखि चाहिँ शैतान डराउँछ, अरू विश्वासीहरूदेखि डराउँदैन। अनि बरबराउने विश्वासीहरूसँग डराउँदैन। अनि त्यसपछि हल्ला गर्ने विश्वासीहरूसँग चाहिँ शैतान डराउँदैन। शैतान डराउँछ त त्यो विश्वासीसँग जुन विश्वासीले आफैलाई चाहिँ परमेश्वरको वचनको मातहतमा राख्यो। भनेपछि यहाँ चाहिँ वचन शक्तिशाली छ, शैतान वास्तविकता छ, सँगै फेरि हामीसँग परमेश्वरको वचन छ जुन सबभन्दा शक्तिशाली कुरा हो। अनि तेस्रो कुरा शैतानले परीक्षा गर्छ। यसो ख्रीष्टको परीक्षा गर्यो भने तपाईँ हाम्रो पनि परीक्षा गर्छ। शैतानले कसरी परीक्षा गर्छ? विशेष गरेर यो संसारिक नियमलाई प्रयोग गर्छ। यो संसार आफैमा गलत छैन, तर यो संसार जुन तरिकाले चल्दछ, जुन तरिकाले सोच्दछ, जुन तरिकाले बोल्दछ, जुन तरिकाले हिँड्दछ, संसारको चाहिँ आफ्नै तौर तरिका छ र आफ्नै बुझिन्छ। यो चाहिँ परमेश्वरबाट चाहिँ यो संसारले चाहिँ परमेश्वरबाट चाहिँ तपाईँ र हामीलाई टाढा राख्न सक्छ। त्यही भएर विश्वासी संसारिक भयो भने उसलाई मण्डलीको सङ्गतिको चाख लाग्दैन, परमेश्वरको वचनको चाख लाग्दैन, उसलाई सङ्गति जान मन लाग्दैन, उसलाई परमेश्वरको वचन चाहिँ पढ्न मन लाग्दैन, सुन्न मन लाग्दैन। होइन, कतिपय विश्वासीहरू पास्टरहरू पनि अगुवाहरू पनि सुन्दै गर्दाखेरि निदाइदिनु हुन्छ। होइन, अचम्म लाग्छ म परमेश्वरको वचन सुन्दाखेरि पनि कसरी हामी निदाउन सक्छौँ। र यो छ परीक्षा चाहिँ वास्तविक छ। शैतानले चाहिँ संसारलाई प्रयोग गरेर तपाईँ हाम्रो पुरानो पाप सुधार हुँदै तपाईँ र हामीलाई परीक्षा गर्छ। किन परीक्षा गर्छ? उसले तपाईँ र मलाई आत्मिक कुराहरूदेखि टाढा राख्नको निम्ति। शैतानले जहिले पनि उद्देश्य सहित परीक्षा गर्छ। त्यो उद्देश्य भनेको, पहिलो उद्देश्य भनेको यो हो कि तपाईँ र मलाई चाहिँ परमेश्वरका कुराहरूबाट, आत्मिक कुराहरूबाट टाढा राख्नको निम्ति। अनि जति टाढा राख्न सक्यो त्यति नै हामी विश्वासीलाई संसारिक बनाउन सक्छ।
अनि जति विश्वासी संसारिक भयो त्यति नै विश्वासी चाहिँ परमेश्वरले राख्नु भएको उद्देश्यमा कमजोर हुन्छ अनि नुन र ज्योति हुनुपर्ने ठाउँमा चाहिँ एउटा स्वाद नभएको नुन र पाथीमले राखेको बत्ती हुन्छ। त्यसले गर्दाखेरि चाहिँ मानिसहरू नरक जान्छ। आज हामीले अल्छी गऱ्यौँ भने सुसमाचार प्रचार अल्छी गऱ्यौँ भने सङ्गतिको निम्ति अल्छी गऱ्यौँ भने मानिसहरू नरक जान्छ। शैतानले त्यही चाहन्छ। किन शैतानले गर्दो छ वास्तवमा उसले परमेश्वरको विरोध गर्न उसले चाहिँ परीक्षा गर्दछ। अनि यहाँ तीनवटा परीक्षाहरू छ भने याद गरौँ परमेश्वरको वचन शैतानले दिने परीक्षा सँगै फेरि अर्को सत्यता यहाँ छ यो छ कि शैतानको परीक्षालाई हामी जित्न सक्छौँ। यसो ख्रिस्टले जितेर देखाइदिनु भयो। योभन्दा अगाडि सुरुमा पहिलो आदमलाई पनि उसले परीक्षा गरिएको आदम र हब्बालाई परीक्षा गरे उसले सफल भयो। तर यहाँ चाहिँ दोस्रो आदम जो यसो ख्रिस्ट हुनुहुन्छ उसलाई चाहिँ उहाँलाई चाहिँ उसले परीक्षामा हराउन सकेन। किनकि यसो ख्रिस्टले आफैलाई मानव हुँदाखेरि परमेश्वरको वचनको मातहतमा राख्नु। अनि आज हामी परीक्षालाई जित्न सक्छौँ। आज हामी जाँचलाई जित्न सक्छौँ। त्यो विश्वासीले परीक्षा र जाँचलाई जित्दछ जुन विश्वासीले आफैलाई परमेश्वरको वचनको शिक्षाको मातहतमा राख्दछ। परमेश्वरको वचनको सेवकाईको मातहतमा आफूलाई राख्दछ। उसले वचन सुन्छ, उसले वचन पढ्छ। परमेश्वरको वचनले भनेको कुरा चाहिँ उसको निम्ति बहुमूल्य हुन्छ। त्यो विश्वासीदेखि चाहिँ शैतान डराउँछ। कतिपय विश्वासीहरू जोडले प्रार्थना गर्छ। जोडले प्रार्थना गर्न सकिन्छ, मनमा नै प्रार्थना गर्नु पनि सकिन्छ। तर हामी प्रार्थना चाहिँ एकदम अरूले खतरा प्रार्थना गर्यो भन्छ नि होइन। हामी भनौँ खतरा शक्तिशाली जस्तो प्रार्थना चाहिँ गरौँला तर यदि हामी वचनको मान्छे चाहिँ होइनौँ भने डराउँदैन शैतान। शैतान हटिजा भन्दैमा चाहिँ शैतान हट्दैन। किनकि त्यो हुँदैन, त्यस्तो हुँदैन। तर शैतान चाहिँ त्यो व्यक्तिदेखि त्यो विश्वासीदेखि डराउँछ जसले आफैलाई परमेश्वरको वचनको मातहतमा राख्छ। जब परमेश्वरको वचनको मातहतमा राख्ने विश्वासी जब अगाडि बढ्छ भने शैतान भाग्छ। त्यतिखेर पावलदेखि शैतान भाग्यो, यसु ख्रिस्टदेखि शैतान भाग्यो। दुष्ट आत्माहरू पावलबाट भागेको हामी देख्न सक्छौँ। बर्नबासदेखि भागेको हामी देख्न सक्छौँ। अरूसँग चाहिँ भाग्दैन। पावल र बर्नबासलाई हामी चिन्छौँ तिमीहरू चाहिँ को हो भनिन्छ। पावल र बर्नबाससँग चाहिँ फेरि उनीहरू भाग्छन्। कारण किन? पावल र बर्नबास वचनको मातहतमा रहेका मानिसहरू। अनि तपाईँ र म पनि हामी जित्छौँ, लड्छौँ होइन, शक्तिशाली ढङ्गले प्रार्थना गर्नु त्यसरी शैतान भाग्नेवाला छ। हाम्रो प्रार्थना पनि वचन अनुसार हुनु जरुरी छ। अनि वचनले मार्ग निर्देशन गरेको छ। अनि त्यो विश्वासीदेखि, त्यो पास्टरदेखि, त्यो अगुवादेखि चाहिँ शैतान भाग्छ। अनि जुन अगुवा, जुन पास्टर, जुन विश्वासीले आफैलाई परमेश्वरको वचनको मातहतमा राख्छ पछि त्यही भएर हामी वचन प्रचार गर्ने होइन, वचन सिक्ने कुरामा, बाइबल कलेजको कक्षाहरू गर्ने कुरामा, बाइबल कलेजको कक्षा गर्नको निम्ति चाहिँ ठुला सेमिनारी नै हुनुपर्छ भने चाहिँ ठुलो विद्यालय नै खोल्नुपर्छ भने एउटा पास्टरले अनि एउटा अगुवाले आफ्नो विश्वासीहरूलाई बाइबल सिकाउन सक्छ। जुनसुकै समयमा त्यो बाइबल त्यहाँ छेउ चाहिँ परमेश्वरको महिमा हुन्छ। अनि अन्तिममा मैले भन्न खोजेको तेस्रो परीक्षामा चाहिँ यसु ख्रिस्टको अगाडि ऊ आउँछ। अनि यसु ख्रिस्टलाई उसले सारा पहिला चाहिँ अग्लो पहाडमा लान्छ। अनि अग्लो पहाडमा लगेर सारा संसार आठवदमा छ। हेर्नुहोस् त, फेरि शैतानले उहाँलाई एकदमै अग्लो पहाडमा माथि लग्यो र उहाँलाई संसारका सारा राज्यहरू र तिनीहरूलाई गौरव देखाए। भनेपछि शैतान चाहिँ यो संसारको मालिक हो। केही समयको निम्ति परमेश्वरले अनुमति दिनुभएको छ आफ्नो इच्छा अनुसार, आफ्नो योजना अनुसार। अनि उसले यसो ख्रिस्टलाई पनि संसार देखाउँछ। अनि भन्छ के भन्छ उसले? संसार देखाउँछ, उसले संसारका राज्यहरू देखाउँछ, संसारका गौरव उसले देखाउँछ। अनि भन्छ 9 पदमा, अनि उहाँलाई भने तपाईँले भुइँमा घोप्टो परेर मलाई दण्डवत गर्नु भयो भने यी सबै थोक म तपाईँलाई दिनेछु। हेर्नु यहाँ शैतानले चाहिँ संसारलाई प्रयोग गरेर यसो ख्रिस्टलाई चाहिँ परीक्षा गर्यो। शैतानले के भन्यो? केही समयको निम्ति त अब शैतानलाई यो थाहा छैन होइन, वास्तवमा केही समयको निम्ति मात्र परमेश्वरले आफ्नो योजना, आफ्नो इच्छा अनुसार उहाँको कार्य पुरा गर्न, उहाँको योजना पुरा गर्नको निम्ति शैतानलाई चाहिँ यो संसारमाथि शासन गर्न दिनुभएको छ। तर सबभन्दा ठुलो सिंहासनमा अहिले पनि परमेश्वरले नै शासन गरिराख्नु भएको छ। पछि केही समयको निम्ति हो संसारको हाकिम चाहिँ यो शैतान छ। उसले आदम र हव्वालाई परीक्षामा फसाएर चाहिँ बसेको हामी देख्न सक्छौँ। जुन यीशु ख्रिस्टले चाहिँ त्यसलाई पुनर्स्थापित गर्नुभयो र गर्नुहुन्छ। उसले चाहिँ संसार देखाएर यीशु ख्रिस्टलाई चाहिँ मेरो दण्डवत गरौँ। आज त्यही गर्छ। पास्टरलाई, विश्वासीलाई, अगुवालाई उसले संसार देखाउँछ। हेर त संसार कति रमाइलो छ।
मानिसहरू कति नाचिरहेका छन्, मानिसहरू कति गाइरहेका छन्, मानिसहरू कति रमाइलो गरिरहेका छन्, मानिसहरू खाइरहेका छन्, मानिसहरू पिइरहेका छन्। तिमी चाहिँ चर्चमा जान्छौ र आफ्नो पास्टरलाई सुन्छौ, प्रार्थना गर्छौ, बिहान उठ्छौ, बाइबल पढ्छौ। तिमी त कति धर्म माने जस्तो आत्मिक बाहिर मान्छेहरू त कति रमाइरहेका छन्, कति गाइरहेका छन्, कति स्वतन्त्र महसुस गरिरहेका छन्। कहिलेकाहीँ विश्वासीलाई लाग्न सक्छ होइन, म भन्दा त त्यो संसारको मान्छे पो खुसी छ कि क्या, म भन्दा त्यो अन्य जाति जो मेरो छिमेकी छ ऊ पो म भन्दा खुसी छ कि क्या? होइन, त्यो क्षणिक खुसी हो, त्यो क्षणिक आनन्द हो, त्यो सधैँ रहँदैन। काठमाडौँमा आफ्नो धर्म घमण्ड गर्ने मानिसहरू चाहिँ एकै दिनमा गए। यो संसारको गौरव चाहिँ एकै दिनमा चल्यो। एकै दिनमा चाहिँ अनुहारमाथि चाहिँ मुक्का बस्यो। उनीहरूले सोचेका पनि थिएनन् होला अघिल्लो रातसम्म चाहिँ भोलि हाम्रो मुखमा मुक्का बसेनेछ र हाम्रो घर जलाइनेछ, हाम्रो गौरव र हाम्रो प्राप्ति चाहिँ जलाइनेछ। उनीहरूले अघिल्लो रात सुत्दाखेरि त्यो सोचेका पनि थिएनन् होला। तर भोलिपल्ट संसारको शैतानले त्यही देखाउँछ, छडी कुराहरू देखाउँछ। किनकि यो संसार चाहिँ उसको हातमा छ अनि विश्वासीलाई आज संसार देखाउँछ। र अझै पैसा कमाऊ, अझै धनी बन, अझै हेर त छिमेकीको छोराहरू कहाँ पुगिसक्यो, तिम्रो छोराछोरी कहाँ पुगिसक्यो, हेर त उसले चाहिँ कति पैसा कमाइसक्यो, तिमीले चाहिँ हेर त तिमी चाहिँ खालि मण्डली जान्छौ, प्रार्थना गर्छौ, बाइबल पढ्छौ, तिमी क्रिस्चियन हो भन्छौ होइन, छिमेकीलाई सुसमाचार छ। तर संसारमा हेर त मान्छेहरू उसले येशू ख्रीष्टलाई यसरी देखाए भनेपछि तपाईँ हामीलाई पनि यसरी नै देखाउँछ। उसले संसार देखाउँछ र लम्ब्याउँछ बुढा पुत्रलाई। र ऊ पिताको घरमा थियो, तर ऊ कतिखेर आफ्नो पिताको आफ्नो भागमा पर्ने सम्पत्ति दिउँला अनि त्यसरी संसारमा गएर व्यापार गरौँला, रमाउला, उडाउला भनेर चाहिँ ऊ बसेर ऊ संसारबाट आकर्षित। तर जब ऊ संसारमा गयो, उसँग पैसा हुँदाखेरि चाहिँ उसले सबै रमाइलो गर्यो, सबै मोज मजा गर्यो, उसले सबै कुराहरू किन्न सक्यो। तर पैसा सिद्धिएपछि चाहिँ सुँगुरको चारो खाने अवस्थामा ऊ पुग्यो। शैतानले संसार देखाएर हामीलाई परमेश्वरको कुरा, आत्मिक कुराहरूदेखि टाढा राख्ने प्रयास गर्छ अनि हामी पनि हो संसारमा त हो भनेर हामी जान्छौँ। तर उसले बिचमा छोडिदिन्छ, शैतानले बिचमा छोडिदिन्छ। ऊ हाम्रो येशू ख्रीष्ट जस्तो होइन, हाम्रो येशू ख्रीष्टले हामीलाई कहिले छोड्नुहुन्न, कहिले त्याग्नुहुन्न। र शैतानले चाहिँ बिचमै छोडिदिन्छ होइन। बुढा पुत्र चाहिँ सुँगुरको चारो खान पुगेको अनि धन्यवाद परमेश्वरलाई ऊ फर्क्यो। वाह होइन, हामी फर्किन सक्छौँ। यो चाहिँ एउटा वास्तविक कुरा हो। येशू ख्रीष्टलाई उसले भन्छ तपाईँले भुइँमा घुप्टु परेर मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु। त्यसरी 10 पदमा तब येशूले त्यसलाई भन्नुभयो, ए शैतान हटिजा, किनकि यो लेखिएको छ। उहाँले शैतानलाई हटिजा भन्नुहुन्छ आफैलाई वचनको मातहतमा राखेर। हामी पनि शैतानलाई हटिजा भन्न सक्छौँ, तर पहिला चाहिँ हामी परमेश्वरको वचनको मातहतमा आफैलाई राख्न सक्छौँ। किनकि यो लेखिएको छ, तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आराधना गर। यो दण्डवत भन्ने शब्द आराधना राम्रो हुन्छ। तिमीले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत गर र उहाँकै मात्र सेवा गर। अझ राम्रो अनुवाद भनियो भने परमप्रभु आफ्ना परमेश्वरको मात्रै आराधना गर र उहाँकै मात्र सेवा गर। परमेश्वरकै मात्र आराधना गर, परमेश्वरकै मात्र सेवा गर। परमेश्वरको मात्र आराधना गर्ने व्यक्तिहरूसँग शैतान डराउँछ। परमेश्वरको मात्रै साँचो परमेश्वरको मात्रै आराधना गर्ने विश्वासीहरूसँग शैतान डराउँछ, पास्टरसँग शैतान डराउँछ। जो पनि परमेश्वरको जन हो, जसले परमेश्वरको मात्रै आराधना गर्छ र परमेश्वरको मात्र सेवा गर्छ भने ऊ जतिको शक्तिशाली व्यक्ति यो संसारमा अरू कोही पनि हुँदैन। यो राष्ट्रको प्रधानमन्त्रीको कुर्सी भोलिपल्ट सिद्धिन सक्छ, तर परमेश्वरकै मात्र आराधना गर्ने, त्रिएक परमेश्वरको मात्रै आराधना गर्ने र त्रिएक परमेश्वरकै मात्र सेवा गर्ने व्यक्ति चाहिँ, यो विश्वासी चाहिँ यो संसारको सबभन्दा शक्तिशाली व्यक्ति हो, सबभन्दा शक्तिशाली व्यक्ति हो। अहिले त्यो प्रकट नहोला, तर जब हामी यो जीवनलाई छोड्छौँ भने इमानी आयासम्म हुन्छौँ अनि परमेश्वरसँग हाम्रो सदा रहन्छ, त्यतिखेर प्रकट हुनेछ, त्यतिखेर प्रकट हुनेछ। तर यहाँ हामी हेर्छौँ भने चाहिँ सुन्दर भयो, परमेश्वरकै मात्र आराधना गर्नु, परमेश्वरकै मात्र सेवा गर्नु। अवश्य पनि हामी हाम्रो श्रीमतीको, हाम्रो श्रीमानको सेवा गर्न सक्छौँ, तर पहिला चाहिँ परमेश्वरको सेवा र परमेश्वरको आराधना। अनि जसले परमेश्वरको मात्रै आराधना गर्छ ऊ चाहिँ यो संसारको सबभन्दा शक्ति, उसको बसमा सबै कुराहरू हुन्छ। तपाईँले जाँचेर हेर्न सक्नुहुन्छ यो कुरा। परमेश्वरको मात्र आराधना गर्नु, परमेश्वरको मात्र सेवा गर्नु, संसारै तपाईँको बसमा भयो। यस्तो लाग्छ तपाईँलाई के आवश्यक कुरा भयो भने तपाईँले प्रार्थना गर्नुहुन्छ, पाउनुहुन्छ। तपाईँको शत्रुले चाहिँ तपाईँलाई निल्न खोज्यो भने तपाईँले प्रार्थना गर्नुहुन्छ, परमेश्वरले त्यो शत्रुलाई चाहिँ दह लगाइदिनु। परमेश्वरको फेरि पनि म भन्दछु, परमेश्वरकै मात्र
आराधना गर्नुहोस्, सेवा गर्नुहोस्, सबै कुरा तपाईँको बसमा हुन्छ, सबै कुरा मेरो बसमा हुन्छ, यो संसारले केही पनि गर्न सक्दैन। तर हामी परमेश्वरले मात्र आराधना गर्दैनौँ, कहिलेकाहीँ हामी आफ्नै आराधना गर्छौँ, कहिलेकाहीँ हामी आफ्नो परिवारको आराधना गर्छौँ, कहिलेकाहीँ हामी पैसाको आराधना गरिदिन्छौँ। के हो पैसाको? परमेश्वर बाहेक परमेश्वरको स्थानमा अरू कसैलाई हामी राखिदिन्छौँ भने त्यो चाहिँ गलत आराधना, त्यो चाहिँ मूर्ति पूजा हो भनेर हामी भन्छौँ, आत्मिक मूर्ति पूजा हो भनेर हामी। परमेश्वरलाई राख्नुपर्ने स्थानमा हामी मानिसहरूलाई राख्छौँ, आफैलाई राख्छौँ। सबभन्दा ठुलो मूर्ति पूजा चाहिँ जब परमेश्वरलाई राख्ने स्थानमा हामी आफैलाई राख्छौँ भने त्यो सबभन्दा ठुलो मूर्ति पूजा। मैले परमेश्वरको आराधना होइन मेरो आराधना गरिरहेको हुन्छु, मैले परमेश्वरको सेवा होइन मेरो सेवा गरिरहेको हुन्छु भने कतिपय मानिसहरूले पैसालाई राख्छन्, पैसा नै सबै कुरा हो भनेर मरिहत्या गरेर चाहिँ त्यसको पछि लागेको हामीले देख्छौँ। यस्तो लाग्छ उनीहरूले पैसाको आराधना गर्छ, उनीहरूलाई परमेश्वरको वास्ता छैन, यसो क्रिस्टको वास्ता छैन, अनि यही संसारको क्षणिक कुराहरूमा चाहिँ उनीहरूले वास्ता गर्छन्। अनि उनीहरूले झुकिएर चाहिँ शैतानको छलमा परेर चाहिँ उनीहरूले मानिसहरूको आराधना गर्न खोज्छ, उनीहरूले पैसाको आराधना गर्न खोज्छ, उनीहरूले मान्छेको सेवा गर्छ, पैसाको सेवा गर्छ। अवश्य पनि हामी मानिसहरूको सेवा गर्छौँ, तर पहिला चाहिँ परमेश्वरको सेवा, पहिला चाहिँ परमेश्वर बाहिर पनि हामी आराधना गर्छौँ। मलाई अरू सबै कुराहरू परमेश्वर पछि आउँछ, अरू सबै कुरा यसो पछि आउँछ। सबभन्दा पहिला चाहिँ मेरो आत्मिक जीवन, मेरो आत्मिकतासँग सम्बन्धित कुराहरू। मत्ती 6:33 बाइबलले भन्दछ, पहिला परमेश्वरको राज्य र धार्मिकताको खोजी गर, सबै कुराहरू तिमीलाई थपिनेछ। पहिला चाहिँ परमेश्वरको राज्य र धार्मिकता, पहिलो प्राथमिकता के रहेछ? परमेश्वरको राज्य र धार्मिकता, येशू ख्रीष्टको क्रुस, येशू ख्रीष्टको दया, येशू ख्रीष्टको कृपा, येशू ख्रीष्टको अनुग्रह। येशू ख्रीष्ट चाहिँ पहिला परमेश्वरको राज्य र धार्मिकता, राज्य येशू ख्रीष्टको मातहतमा छ, धार्मिकता पनि येशू ख्रीष्टले नै दिनुहुन्छ। जब हामी हाम्रो जीवनमा पहिला चाहिँ येशू ख्रीष्टलाई राख्छौँ भने सबै कुरा चाहिँ थपिनेछ। यो चाहिँ परमेश्वरको वचनले भनेको, यो मैले भनेको होइन, परमेश्वरको वचनले भनेको कारणले नै म यहाँ भन्दैछु। यदि हामीले परमेश्वरलाई चाहिँ पहिलो प्राथमिकता राख्यो भने अरू कुराहरू उहाँले वास्ता गर्नुहुन्छ, उहाँले गर्नुभएको छ, उहाँले गर्नुहुन्छ। उहाँ आफ्नो प्रतिज्ञामा चाहिँ जहिले पनि हो र हुन्छ नै हुँदछ। त्यही भएर याद हो, हामी परमेश्वरकै मात्र आराधना गर्छौँ, प्रिय परमेश्वरकै मात्र आराधना गर्छौँ, अरू कोही पनि आराधनाको योग्य छ। अरू शैतानले चाहिँ हाम्रो परमेश्वरको हामीले आराधना नगरौँ, तर त्यसको साटो हामीले आफ्नै आराधना गरौँ, त्यसको साटो बरु हामीले पैसाको आराधना गरौँ, त्यसको साटो बरु हामीले हाम्रो भनौँ अरू कुराहरू संसारको पोकहरूको चाहिँ आराधना गरोस् भने चाहिँ शैतानले चाहन्छ परमेश्वरको स्थानमा अर्को कुरालाई लगेर उसले राखिदिन चाहन्छ। तर आज सन्देशबाट जब हामी सुन्छौँ भने चाहिँ परमेश्वर हाम्रो जीवनको पहिलो प्राथमिकता हुन्छ, अनि उहाँकै मात्र हामी सेवा गर्छौँ। होइन, आराधना र सेवा चाहिँ सँगसँगै जाँदछ। यदि हामी परमेश्वरको आराधना गर्छौँ भने परमेश्वरको सेवा पनि हामी गर्छौँ। यदि हामी परमेश्वरको आराधना गर्दैनौँ भने हामी परमेश्वरको सेवा गर्दैनौँ। सुन्दै हुनुहुन्छ? हामीले परमेश्वरकै मात्र आराधना गऱ्यौँ भने हामीले परमेश्वरको सेवा गरेको आफैलाई पाउँछौँ। होइन भने यदि हामीले परमेश्वरको स्थानमा अर्को कुनै कुरालाई राखेर चाहिँ हामीले अरू कुनै कुरालाई आराधना गर्छौँ भने चाहिँ हामीले परमेश्वरको सेवा गरेको आफैलाई पाउँदैन। सबभन्दा उत्कृष्ट कुरा परमेश्वरको आराधना गर्नु, परमेश्वरको सेवा गर्नु। यो मण्डलीले परमेश्वरको आराधना गरोस्, परमेश्वरको सेवा गरोस्। हाम्रो पास्टर अगुवाहरूले परमेश्वरको आराधना गरौँ, परमेश्वरको सेवा गरौँ। हाम्रो मण्डलीले परमेश्वरको आराधना गरोस्, परमेश्वरको सेवा गरोस्। अनि पहिला परमेश्वरको राज्य र धार्मिकताको खोजी गरोस्, सबै कुरा तिमीलाई थपिनेछ। यो वचन पुरा हुन्छ, हाम्रो जीवनमा पुरा हुन्छ, तपाईँ र मेरो जीवनमा पुरा हुन्छ। भनेपछि यो आराधना एउटा शक्तिशाली कुरा।